Hello guys, I'm Parin Bhatrai and I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। म एकदम ठीक छु गाइस। मैले चाहिँ आज हजुरलाई एउटा के भिडियो ल्याएको भन्दा चाहिँ मैले अनलाइनमा चाहिँ एउटा ड्रोन मगाएको थिएँ हैन, काठमाडौँ हुँदा। र मैले त्यो ड्रोन चाहिँ कति धेरै भए 3 दिन चलाएँ के राम्ररी। 3 दिन चलाएँ। क्वालिटी राम्रै आउँछ होला भनेर अनि मगाएको, फोके भनेर मगाएको। तर त्यो कम्पनीले मलाई ठग्यो गाइस। त्यो कम्पनी गाइस काम नलाउने कम्पनी रहेछ। मैले मगाएको चाहिँ यो E8 ड्रोन, यो हेर्नु होला हजुर। यो E8 ड्रोन मगाएको। मैले प्राइस चाहिँ भन्दिनँ हजुरहरुलाई। प्राइस चाहिँ गुगलमा गरी E8 ड्रोन प्राइस भनेर हेर्नु होला हैन। हेर्नु होला यहाँ चाहिँ फोके पनि छ के, हेर्नु न फोके। यो फोके बेकार, यो फोके हैन 1K जस्तो पनि क्वालिटी आउँदैन, खत्तम। र मलाई के कुरा चित्त बुझेन भन्दा चाहिँ यो मैले 3 दिन उडाएको हैन। प्राइस चाहिँ मैले भन्दिनँ कति किने हो। अनि 3 दिन उडाएको अनि म घर आएर नचलाइकन राखिरहेको थिएँ हैन। लास्टमा यसको यो सबै खत्तम के केही नचल्ने भयो के, पछि बिग्रियो के। बिग्रिएर यसको यो मोटर हुन्छ नि, यो मोटर 3टा मात्र काम गरे, एउटा काम गरे हैन। कहाँ यस्तो 3 दिन चलाएर नि हुन्छ अनि यस्तो। मैले हजुरलाई त्यो उसको के अरे यो त्यसको त्यो पेजको फोटो चाहिँ हाल्दिन्छु, हेर्नु। पेजको फोटो हेर्नुभयो अनि यही थियो यो चुतिया पेज। कसैले यसमा केही नकिन्नु होला। यसमा सबै यो गोप्रोहरू सबै देखाउँछ हैन, केही नकिन्नु होला, खत्तम छ त्यो पेज चाहिँ। न गाइज यो ड्रोन स्टेबल हुन्छ हैन उडाउँदा चाहिँ। यो मैले 3 दिन भन्दा धेरै चलाइन के। अनि यही घर आएर खोले अनि यस्तो चल्दैन, केही चल्दैन, अन पनि भयो। 3टा त चल्छ, तर अब एउटा मोटर नचलेपछि त त्यो ड्रोन उडेको कामै भएन नि त। उड्दैन। अब 3टाले प्रेसर त गर्छ, तर एउटा उड्न नखोजेपछि त्यो ड्रोन उड्दैन नि त, न स्टेबल हुन्छ। अब यस्तो भएन। र गाइज ड्रोन चाहिँ यही हो। म खोलेर गर्छु, देखाउँछु। ड्रोन चाहिँ यही हो है। यो गाइज यो ड्रोन हजुरहरूले जिन्दगी नकिन्नु होला है, मैले भन्छु हजुरहरूलाई। र अब रिमोट चाहिँ यो हो। यो यस्तो नि हुन्छ। अनि यसमा मोबाइल अड्डाउने हो। यसको ब्याट्री आउँदो रहेछ हैन। यो मैले अनलाइनमा राम्रो देखाएर मैले किने हो अनि मलाई चाहिँ ठग्यो के गाइस। मलाई चित्त बुझेन, म त्यही भएर भिडियो गराएको। मैले हजुरहरूलाई कस्तो उड्दो रहेछ भने भिडियो हेर्नु। यो यस्तो यो ओन पनि भएको छैन क्या। अस्ति यहाँ मेरो फुपूदीको छोरा आएको थियो अनि उनले मिलाइदिएको। यस्तो हो क्या, उड्न खोजेको तर अब त्यस्तो दिएकै छैन। अनि यार मैले 3 दिन चलाएँ, मैले भयो अफ भयो। यस्तो हुन्छ ड्रोन। मैले यो कम्पनीलाई यस्तो बेइज्जत गर्छु नि, यो बेचेको कम्पनीलाई। र तपाईँहरूले त अब कतिजनाले त अब म लिन्छु भनेर बस्नुभयो होला हैन। अब यो चाहिँ नलिनु होला मैले भनिदिन्छु। र अब लिनै मन छ भने त अब त्यही 2-3 दिन चलाउनु भयो भने लिनु होला हैन, नत्र त नलिनु होला। मैले भनेकै छु। फोके भनेर किने, अब यस्तो ठग्यो के भन्ने गाइस। ल भिडियो कस्तो लाग्यो भन्नु होला र ममा के कमी छ भन्नु होला। ल गाइस बाइ।